यो भिडियोमा सबैले हाई गरिदिनु त। हामी यहाँ चाहिँ यता हाम्रो भाइ, मेरो बहिनी, दिदी, हामी चाहिँ पाक्योङ एयरपोर्टमा आएको छौँ घुम्नु लागि। रम्फूमा ल्यान्ड गराइदिने दिदीलाई। गाडीबाट हिँड्दा हिँड्दा वाक्क लागेर दिदीलाई हामी छोड्नु आएको हो। होइन माइली हो नि, नेपालमा। यस्तो खालको धुप्पी चाहिँ मलाई लानु मन परेको नि। यस्तो धुप्पी क्या हो, मजाले त्यो अगाडि रोक्नु लागि। झरा त गर्मी रहेछ है। फोटो सुट हुँदैछ यता देख्छ नि त। हाम्रो पाक्योङ एयरपोर्ट। ल भाइ यो एयरपोर्टको बारेमा के भनिदिनु त अलि। हाम्रो पाक्योङ एयरपोर्टको लागि के भन्नु होला, निचोड कुरा के भन्नु खास यसको बारेमा केही हिस्ट्रीहरू होला नि त, कसरी यो एयरपोर्ट यहाँ खुल्यो होइन, हजुर। अहिले किन बन्द भयो। यो चाहिँ अहिले रिपेयरिङ हुँदैछ है खासै, अनि रिपेयरिङको कारणले गर्दाखेरि बन्द छ। र पनि हाम्रो दिदीहरू आउनुभएको थियो, यहाँ दिदीहरू यसो घुम्ने भन्दाखेरि चाहिँ मैले लिएर आएको मात्रै हो। ए सरी डिस्टर्ब गर्दैछु नि मैले, पोजमा हुनुहुँदो रहेछ उहाँ बहिनी हो। त्यही कारणले चाहिँ यहाँ अहिले त्यस्तो भएको छ, अरू कुरो त त्यस्तो केही छैन है। अब चाँडै खुलियोस् है एयरपोर्ट। हामी सिलगढीबाट एकदम ट्याक्सीमा आउनु नपरोस्, डाइरेक्ट सिलगढी टु यता दिल्ली टु हुन्छ, दिल्ली मुम्बई टु सिलगढी टु है, बागडोग्रा टु पाक्योङ। गुवाहाटीबाट आउँछ कि आसाम गुवाहाटी त्यस्तै कहाँबाट आउँछौँ। एक्चुअली मलाई पनि त अब निकै ग्याप भयो, थाहा भएन है। हजुर। हाम्रो यता हामी चाहिँ आधी बाटोबाट निस्केर बनमाराहरू खोज्नु पर्ने। पहिला घाँस काट्दाखेरि यो बनमारा वास्ता हुन्थेन है, ऊ पुरा रहेछ। म टिपिदिउँ। ल गरिदिनु। यहाँ चाहिँ हाम्रो दिदीहरू एकदम फेरि हाम्रो दिदीहरूले एकदम यहाँ यो दबाई टिप्दैछ। दबाई चाहिँ के हो, काली बनमारा, इमाइली दिदी, साइली दिदी, काइली दिदी, हामी चाहिँ बनमारा पनि उहाँहरू चाहिँ एकदम हामीहरू चाहिँ एकदम यहाँ कालो बनमारा टिप्दैछौँ है। अर्ग्यानिक दबाई। यसले चाहिँ तपाईँको निकै फाइदाहरू गर्दो रहेछ होइन, त्यो काली बनमाराले हो। तपाईँको अल्सर, क्यान्सर होइन, जति पनि बिमारहरू छ त्यसलाई निको गर्ने औषधि उहाँहरूले टिप्नु हुँदैछ। भक्कु भयो, बेसी नटिप्नु दिदी अब त। तर बेसी नखाने, तितोले किड्नी जान्छ नि फेरि। ऊ दिदीले नि यता मजाले टिप्यो, यता नि टिप्यो। थुक्पा खाएर आएर टिपेको, यहाँ सुप खाएर। भाइले दिनुभएको कस्तो मजाले टिपिन्छ त। कलिलो राम्रो जग्गाको रहेछ नि त।
त्यो उयो ब्याक कटिङ गर्दाखेरि लु आउनु आउनु यहाँ एकदम दिदी आमा दबाई दिदी ग्यासको कस्तो छ दबाईको त बिहान खाली पेटमा खानु राम्रो तर बेसी नखानु है फेरि स्लाइड 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 यस लो दिदी आउनु त एकदम यहाँ यी हाम्रो विदेशी दिदी देशी नै हो नि हो विदेशीको मात्रै हो